ल सैलुङ डाँडाको भ्यू आहा कस्तो राम्रो कस्तो सुन्दर छ। ल हेर्नु त ए आमाम फम छ यो। ल हिउँ पनि पर्या रहेछ 3 दिन अगाडि। हाम्रो रविन सर पनि भिडियोग्राफी गर्दै हुनुहुन्छ। रविन सर खतरा छ त है ठाउँ है। एकदम बवाल छ बवाल। हेर्नु त यस्तो ठाउँमा आयो। ल हामी त यहाँ परको डाँडामा 3 जना उभिरहेको छ। ल हाम्रो यादव सर पनि यहाँ उता हाम्रो टिमलाई हात हल्लाइरहनु भएको छ। त्यो भर्खर सुरुवात यता आउनुपर्छ। त्यो त सुरुवात सैलुङ। ल कस्तो राम्रो कस्तो ब्युटिफुल छ है। हेर्नु त 360 भ्यू सरहरू हुनुहुन्छ। कस्तो ब्युटिफुल छ। ल हिजो हिउँ पनि परेको रहेछ यहाँ अस्ति 3 दिन भयो अरे। सरहरू भिडियोग्राफी गर्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ। ल सैलुङ डाँडा पुग्नु त गाह्रो अझै त्यो टुप्पामा पुग्नु छ। यस्तो सैलुङ भ्यू टावरको दृश्य। सैलुङ भ्यू टावरबाट दृश्य कस्तो राम्रो भ्यू छ। वाउ इट्स ब्युटिफुल। गाडीले चल्यो।